नमस्कार, म अभिलाष कुशवाहा फेरि पनि हजुरहरूको माझ उपस्थित भइसकेछु र आजको विषयवस्तु मौलिक हक भनेको के हो र यसका कार्यान्वयनमा रहेका समस्याहरू के हुन् यस सन्दर्भमा म छलफल गर्न गइरहेको छु। यो प्रश्नको उत्तर लेख्दा सुरुमा सबभन्दा पहिला मौलिक हक भनेको के हो, यसको परिचय र यसका संवैधानिक व्यवस्था के रहेको छ भन्ने लेख्नुपर्छ। सुरुमा मौलिक हक भनेको के हो, देशको मूल कानुन संविधानमा नै उल्लेख गरेर वा लिपिबद्ध गरेर व्यवस्था गरिएका हकहरू नै मौलिक हक हुन्। यसलाई सार्वजनिक अधिकार समेत भनिन्छ र मौलिक हकको हनन भएमा संवैधानिक उपचारको व्यवस्था गरिएको हुन्छ। मौलिक हक राज्यको चाहना वा क्षमताको आधारमा उपलब्ध गराइन्छ। मौलिक हक कुनै पनि राज्यले आफ्नो क्षमता र चाहना अनुसार मात्र उपलब्ध गराउँछ। यदि राज्यलाई क्षमता छैन भने त्यो मौलिक हक उपलब्ध गराउन सक्दैन। नेपालको संविधानमा धारा 16 देखि 46 सम्म 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। यति परिचय भयो। अब यसको कार्यान्वयनमा रहेका समस्याहरू, यो क्वेशनलाई 2+3 लेख्नु होला, 5 मार्क हो। यसको कार्यान्वयनमा रहेका समस्याहरू त सुरुमा समस्या, सबभन्दा ठुलो समस्या, मेन समस्या के रहेको छ कि नेपालको जुन संविधानले छ नि, नेपालको संविधानले ऐन बमोजिम भन्छु र ऐनले तोकिए बमोजिम भन्नु र तोकिए बमोजिम व्यवस्था कहिले नहुनु सबभन्दा ठुलो समस्या हो। संविधानले के भन्छ, यसको तुरन्तै ऐन बनाएर कार्यान्वयनमा ल्याउने, तर ऐनले भन्छ तोकिए बमोजिम गर्ने, तर तोकिए बमोजिम हालसम्म भएको छैन। सबभन्दा यो मुख्य र जटिल समस्या हो हाम्रो नेपालमा। त्यसपछि मौलिक हकको कार्यान्वयनमा राज्यको स्रोत साधन पर्याप्त नहुनु। मौलिक हक त दिइयो संविधानमा उल्लेख गरेर, तर त्यो कार्यान्वयनको लागि हामीसँग स्रोत साधनको धेरै अभाव छ। दोस्रो समस्या। तेस्रोमा मौलिक हकको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तहको स्पष्ट भूमिका, तपाईको एक अर्कामा भर पर्नु छ र स्पष्ट भूमिका छैन। कुन मौलिक हक कुन तहले लागू गर्ने, कुन मौलिक हक या सङ्घले या प्रदेशले या स्थानीय तहले, तीनटै तहमा अहिले यिनीहरूको भूमिकाहरू अहिले स्पष्ट छैन र एक अर्कामा पन्छ्याउने प्रवृत्ति छ। राजनीतिक इच्छा शक्ति कमी भएको र न्यायपालिकाले बारम्बार आदेश दिइराख्नु। हाम्रो राजनीतिक शक्ति इच्छा छ, धेरै कमी छ नि। राजनीति गर्ने व्यक्तिले कानुन बनाइदिएको छैन। अब त्यो मौलिक हक भएछ, सर्वोच्च अदालतले एनी टाइम आदेश दिएको छ, यो मौलिक हक हनन भयो, यो प्रदान गर्नु पर्यो। मौलिक हकमा व्यवस्था छ, तर राज्यले कानुन नबनाइदिकन यस्तै छोडेको छ। जसमा मान्छेले सर्वोच्च अदालतमा जान्छ, अदालतले दे भन्छ यो हक हो भनेर। यस्तो समस्या रहेको छ। मौलिक हकको दोहोरोपना छ। मौलिक हकहरूको कार्यान्वयनका सम्बन्धमा नागरिक स्तरमा पर्याप्त बहस पैरवी गर्दै सचेतीकरण गर्न नसकिनु। मौलिक हकको कार्यान्वयनका लागि नागरिक समाजले आफ्नो भूमिका खेल्न सकेको छैन, नागरिकहरूमा सचेतना ल्याउन सकेका छैन, यस सम्बन्धमा बहस पैरवी गर्न सकेका छैन, यो पनि एउटा समस्या। त्यसपछि नागरिकले अधिकार खोज्नु तर कर्तव्य पालना गर्न नजान्नु। मौलिक हकमा लेखिएको छ नागरिकलाई अधिकार चाहियो, तर नागरिकले के कर्तव्य निर्वाह गर्नुपर्ने हो त्यो कर्तव्य निर्वाह गर्दैन, एउटा यो हो। त्यसपछि अन्त्यमा मौलिक हकको गुणात्मक कार्यान्वयन मार्फत लोकतान्त्रिक एवं नागरिक मैत्री शासनको प्रतिफल सर्वसाधारणसम्म पुर्याउनु नै पर्ने देखिन्छ। अन्त्यमा के लेख्नुपर्छ, छोटो मौलिक हकको गुणात्मक कार्यान्वयन मार्फत लोकतान्त्रिक एवं नागरिक मैत्री शासनको प्रतिफल सर्वसाधारणसम्म पुर्याउन पर्ने देखिन्छ। हस्, धन्यवाद।